छ। आज चाहिँ हामी जाँदैछौँ 7 फल्स अनि हामी चाहिँ यहाँ आइसकेको छौँ। यहाँ चाहिँ यहाँसम्म चाहिँ हामी हाम्रो गाडीमा आयौँ। ठुलो हावा छ अनि यहाँबाट चाहिँ हामी टिकट चाहिँ हिजै काटिसकेको। अब यहाँबाट चाहिँ हामी अर्को गाडीमा जानुपर्छ होइन, सटलमा जानु पर्ने रहेछ। कत्रो हावा चलेको आमा। हामी चाहिँ यहाँ चाहिँ नजिकै हो कि हाम्रो घरबाट लगभग 20 मिनट लाग्यो है गाडी। 20 मिनट लाग्यो है गाडीमा। हाम्रोबाट चाहिँ 30 मिनटमा यहाँ आइपुग्यो। यहाँबाट चाहिँ हामी सटलमा जानुपर्ने हुन्छ। अब कत्रो हावा चलेको आमामा, उडाउला जतिकै छ त। लाइनमा छौँ, यहाँबाट 3टा लाइन रहेछ। ए म लाइन कुरेको त मलाई छोडिसक्यो। लाइन कुरेको त त्यो गाडी त गयो, हाम्रो गाडी लागि चाहिँ ठुलो गाडी आयो। अघि सानोमा हामी अँटिनौँ, सानो पनि गयो। अब यसमा चाहिँ अवश्य पनि हामी अट्दछौँ। यो हाम्रो हो र होला त यहीँ रोकिरह। यसमा चाहिँ हामी अट्नै पर्छ जसरी भए पनि। ए अब यो ठुलो गाडीमा चढ्ने भयौँ। यो गाडीमा चाहिँ हामी पक्कै पनि अट्दछौँ। मनले चिताएको जस्तै भयो घरबाट। गाडी पनि देखाउनु। हाम्रो गाडी चाहिँ यो हो, हामी चाहिँ यसमा जाने हो। ठुलो गाडी, गाडीले मात्नु त मात्दैन होला है। एकैछिन हो, कति मिनट हो? लगभग भन्ज्याङ गएको जति होला। चढ्नु यहीँ बसौँ। अलि पल्लोमा जाउँ, पल्लोमा पल्लोमा यहाँ हामी चाहिँ यहाँ बस्छौँ। सिट बेल्ट लाउनुपर्छ पर्दैन। हामी पछाडि बस्ने। लागि चाहिँ त्यो पर गाडी स्टेसनसम्म यहाँ आइपुग्नुको लागि चाहिँ लगभग हामीलाई 20 मिनट जति जस्तो लाग्यो। अनि यहाँबाट चाहिँ अब कति छ हामीलाई यहाँ यस्तो पनि दिएको छ तर मैले चाहिँ हेरेकै छैन। घाम टिलिक्क पड्किरहेको छ, भिडियो मात्रै लिइरहेको छ। मलाई चाहिँ यो ठाउँ एकदमै मन पर्यो। नेक्स्ट टाइम पनि आउँ ल। यहाँ चाहिँ यो साइड पनि यस्तो हिमाल भएको, हिमाल भन्दा पहाड भएको। अनि यता साइड पनि, अनि यहाँ चाहिँ खोला मजाले सलल्ल बगिरहेको छ। एकदम पिसफुल भइरहेको छ। यहाँ चाहिँ मेरो फोटो खिचिदिँदै हुनुहुन्छ। यहाँ चाहिँ डगसँग कति मजाले पोज गरेको। यहाँनिर चाहिँ थोरै फुल रहेछ। अनि कस्तो राम्रो के यतापट्टि चाहिँ यहाँ माथि चाहिँ जिप लाइनिङहरू पनि रहेछ। अनि यता चाहिँ यस्तो छ, यो तल खोला छेउमा चाहिँ हामी चाहिँ यहाँ एकछिन बस्यौँ, एकछिन फोटोहरू लियौँ। यहाँनिर नेपालको सफारी हेर्नुहोस्। आहा कस्तो मजा भएको हावा, क्या मजा लागिरहेछ। फुलहरू पनि फुलिरहेछ। यहाँ चाहिँ दिनभरि आएर बस्नु पर्ने रहेछ क्या है। मलाई चाहिँ किन हो त्यो भिडभाड पनि घुम्नु चाहिँ मनपर्छ, तर थोरै समयको लागि मात्रै। यस्तोहरू चाहिँ एकदमै मनपर्छ। तपाईँहरू पनि
नेचर लभर हुनुहुन्छ भने चाहिँ कोलोराडो चाहिँ घुम्न आउनु होला। कोलोराडो स्प्रिङ यहाँ चाहिँ बस्ने ठाउँहरू रहेछ। ठाउँमा चाहिँ बस्नको लागि स्पेसहरू राखिदिएको रहेछ, बस्ने ठाउँ बनाइदिएको रहेछ। अनि एकदमै राम्रै चाहिँ जिप लाइनिङ यहाँबाट हुने रहेछ। मलाई पो डर लाग्यो यो देखेर त। अब चाहिँ झर्ना आउनु आँटेको हो। ए तपाईँ त पहिला आउनुभएको थियो कि क्या? पहिला नै आउनुभएको थियो कि क्या? अनि थाहा हुनु पर्दैन नि त अब कहाँ जाँदैछु भन्ने। कति बेला रिसर्च गर्नुभयो? कति बेला रिसर्च गर्नुभयो? यहाँ चाहिँ 224वटा स्टेपहरू रहेछ। 224। यो चाहिँ यहाँ छ है 224। म चाहिँ तलबाट यहाँसम्म माथिसम्म आइपुग्दाखेरि चाहिँ डरले चाहिँ म झन्डै रिङबाट पनि छिटिसकेको छु त्यो एउटामा। तल नखेरिकन माथि सिङ आएँ। अब यहाँबाट चाहिँ फेरि माथि यहाँ चाहिँ त्यति धेरै छैन तर यहाँ चाहिँ यस्तो छ नि त। तल चाहिँ यस्तै थियो क्या यहाँ चाहिँ। अनि एकदमै त्यो छाँगाहरू देखिरहेको थियो मलाई कस्तो डर लागेको थियो। म त रुम लागिसकेको थियो। यहाँबाट माथि त त्यस्तो साह्रो छैन। त्यस्तो त आएँ तर झर्ने बेला चाहिँ कस्तो झर्नु डाइरेक्ट देखिन्छ भने म चाहिँ मर्छु होला। किन आएछु जस्तो पनि लागेको थियो नि त। मलाई चाहिँ हाइटबाट एकदमै डर लाग्छ। होइन यत्रो सानो नानीहरू कति मजाले गएर पछाडिको तपाईँहरू डराउनुहुन्छ भने चाहिँ नचढ्दा हुन्छ यहाँ माथि मरेँ। तर कस्तो नडराएको चढेको क्या मान्छेहरू। यस्तो डर लाग्ने छ। ओ माई गॉड भरे म कसरी झर्नु होला? मर्छु म कसम मर्छु। यस्तो छ क्या यहाँ हेर्नु त। अनि म मर्दिनँ त। म त भगवान् जप्नु मन लागेको थियो अघि त। नै डर लाग्छ। यस्तो त्यत्रो आएको खिचिन कि क्या हो? खिच्नु भएन होला। बल्ल आइपुग्यो। डर लाग्दैन जस्तो लागेको थियो तर यहाँ आएपछि यो आधी बाटोसम्म आएपछि चाहिँ लास्टै डर लाग्ने रहेछ। मैले भिडियो चाहिँ लिन जस्तो लाग्यो अहिले चाहिँ। त्यो आउँदाखेरि यो हातमा राखेको नि यो हातले यता पक्रिनु पऱ्यो। माई गॉड आउनु त जसो आएँ। कसरी झर्ने मलाई त अर्को बाटो छैन झर्ने। मलाई लास्टै डर लाग्यो। यहाँबाट भ्यू चाहिँ कस्तो राम्रो देखेको है। यस्तो यता रुखहरू यहाँबाट चाहिँ हिँड्ने यता झर्ना झरिरहेको। माई गॉड आउनु चाहिँ आएँ। झर्ने बेला चाहिँ मेरो 12-13 नै बज्छ। आउँदाखेरि त यस्तो उकालो हुन्छ। म नहेर्दा नि भयो नि त। झर्दाखेरि त देख्यो हुन्छ। म ढलेँ भने के होला? यहाँको इन्सिडेन्ट छ कि छैन होला? झर्ना रहेछ डराउने त म मात्रै हो कि के हो नि? हो यत्रो धेरै मान्छेमा डराउने चाहिँ म मात्रै परेँ कि क्या हो? यही डराएको देख्नु। म कसरी झर्नु होला? हे भगवान् मलाई झर्नुको लागि शक्ति देऊ। चढ्नु त चढे जसो तसो जाऊ त्यति यहाँसम्म। हामी
यति धेरै रहेछ नि त है भनेपछि हामी चाहिँ यहाँ छौँ भनेपछि घुम्ने ठाउँ चाहिँ यति धेरै रहेछ अब हामी कहाँसम्म जान्छौँ यो चाहिँ उहाँलाई चाहिँ गाउँघरको याद आयो अरे गोठाला गर्दा जस्तै ठाउँ अरे है अझै स्यालहरू बस्ने जस्तो बाजेले टाउको हल्लाउनु भएछ यसो गर्दै म चाहिँ केही पनि भनिनँ हेलो भन्नुपर्छ कस्तो पानी अमला अमलाको बास्ना आएको तपाईँहरू पनि यस्तो एकपट्टि भेट्ने ब्याग चाहिँ बोकेर नआउनु यहाँ यस्तो बिजोक हुन्छ मान्छे चाहिँ अब ए मान्छे चाहिँ माथि चढेको त्यो झर्नै सकेन हामी चाहिँ यहाँ यो झर्ना पनि एकछिन बस्यौँ हेऱ्यौँ आनन्द लियौँ त यो त के झर्ना भन्नु है नेपालको हेरेर त यो त हाम्रो खोल्सातिरै हुन्छ त्यो झर्नाहरू त तर पनि अब विदेश आएपछि यसले नै झर्ना मान्नु पर्यो होइन अब हामी अर्को ठाउँ भनेको अब हामी अझै 40 मिनट बाटो पर जानुपर्ने हुन्छ राउन्ड ट्रिप चाहिँ ए यो भनेको सिङ्गल ट्रिप मात्रै हो कहाँबाट छिर्नुहुन्छ ओहो मलाई त सानोको हेर्दा यहाँतिर यो ढुङ्गाको चेपचाप देखेर यहाँबाट छिर्नु अरे वाउ आज पानी पर्छ अनि तपाईँले पानी पर्छ भन्नुहुन्थ्यो तर यो कोलोराडोको वेदरको चाहिँ भर पर्नु हुँदैन पानी देखाएको बेलामा पानी नपर्नु पनि सक्छ र पानी नदेखाएको बेलामा पानी पर्नु पनि सक्छ मलाई चाहिँ एकदम फुल इन्जोय भइरहेको छ गोठालामा यस्तो चढ्नुहुन्थ्यो यस्तोमा चढ्थ्यौँ के गर्नु अहिले यही देख्दा रमाइलो लाग्छ यो चाहिँ यहाँ हेर्नु न यो चाहिँ प्राइभेट प्रपर्टीहरू यत्रो जङ्गलको बिचमा पनि कसले घर किन्यो होला हो एक्कासी धुम्म भयो त पानी पर्छ कि क्या तर केही छैन तर मलाई यस्तो साँच्चै मजा भएको मलाई यस्तै ठाउँहरू मनपर्छ थ्याङ्क यू भेरी मच अघि चाहिँ बाजेर आएको अलिअलि बाध्य आएको अलिक अगाडि नै आउनुपर्ने रहेछ अनि तपाईँले 3 बजे भन्नुभएको होइन अनि त्यति धेरै भोलिन्छ भन्ने थाहा भएन नि त ल हामी यता आएको के त आएको हामी यताबाट आएको होला त्यहाँ एउटा यस्तो यहाँबाट पनि जानु मिल्छ होला होला म कन्फ्युज भएँ है यताबाट जाने मान्छेहरू पनि जाँदैछ हराउनु त हराइनु होला फेरि तर घाम लाग्यो मलाई यतातिरको यस्तो यो जङ्गलहरू पनि क्या मजा लाग्छ क्या यस्तो रुखहरू हुन्छ है यहाँ माथि झ्याउ बोलाएछ यो टिपेर खानुपर्छ याङमिन के भन्छ याङमिन लोरुङ भाषामा के भन्छ याङमिन भन्छ होला हौ बाबाले याङमिन ऊ झ्याउ साँच्चीकै झ्याउ हुन्छ कि के हो नि के झ्याउ होइन याङमिन नै भन्नुहोस् याङ ल्या खै के भन्छ मैले त हाम्रोतिर त हुँदैन पनि खाएको पनि थिएन ओहो कस्तो मजा म चाहिँ यहाँ अरू टाइम पनि आउँछु तर मलाई त्यो स्टेप चाहिँ डर लाग्छ यो जङ्गल चाहिँ मलाई एकदमै राम्रो लाग्यो तपाईँले अघि मलाई जहिले पनि भन्नुहुन्न कि कहाँ जाने के गर्ने अगाडि नै बुझाउनु न यस्तो 7 फल्स हो भनेर आफै खोज्नु पर्दैन हो त्यो मैले त खोजेँ तर मैले तलको मात्रै खोजेँ नि त यहाँ यस्तो राम्रो हुँदो रहेछ मलाई थाहा थिएन नि त नि तपाईँहरू पनि 7 फल्स आउनु भने चाहिँ यो माथिको
यो वकिङ के भन्छ यसलाई हाइकिङ चाहिँ नछुटाउनु होला एकदमै आनन्द। यदि तपाईँहरूलाई नेचर मनपर्छ भने चाहिँ मान्छेहरू कहाँबाट आएको होला त्यत्रो झोला बोकिरहेछ। अघि झन्डै लडेको थियो नि त्यो मान्छेहरू। हामी चाहिँ यहाँनिर एकछिन हावा खानु आएको। कस्तो राम्रो क्या डाँडा। ऊ त्यो तल्लो पनि जानु सकिन्छ गरेर नि लडी खस्यो भने। हिँड्नु त कस्तो रहेछ हेरौँ। कहाँ चढ्नु भएको तपाईँ? कस्तो छ त्यहाँबाट उता? त्यहाँबाट उता कस्तो छ? म चाहिँ उकालो चढ्दैछु ल। अब यस्तो भिड पो रहेछ यहाँ त। कसरी आउनुभयो हौ? मलाई त डर पो लाग्छ त्यस्तो देखेपछि त। पख्नु पख्नुमा आउँछ। यहाँ चाहिँ यस्तो रहेछ। मैले पक्रिदिनु त। वा हामी चाहिँ डाँडामा आइपुग्यौँ। यहाँबाट तल चाहिँ कस्तो भिड छ, डर लाग्दैछ। कस्तो मजा है। तर यहाँको दृश्यहरू चाहिँ क्या दामी छ क्या। घाम गएर चाहिँ अलिक भयो। वा कस्तो राम्रो। हाम्रो फोटो आयो हाम्रो। यता हेर्नु। राजा भयो अब र भयो भयो नतान्नु। ल लड्दिन। ओए 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 नाक जोत्ला। हाँ थाहा छैन, धेर छैन होला। राउन्ड ट्रिप 40 भनेपछि हामी तलबाट कति भयो हिँडेको? 10। जाँदा 30 मिनट होला, झर्दा 10 मिनट होला। अहिले चाहिँ मौसम यस्तो अँधेरो अँधेरो भएको छ। यहाँ चाहिँ ठुलो जिप लाइन पनि रहेछ। दामी रहेछ क्या। म त नेक्स्ट टाइम फेरि आउँछु। यो सल्लाह हो? यो त खोइ के हो? सल्लाह त यो हो, यिनीहरू हो। हामी चाहिँ लगभग यो इन्डमा आए जस्तो लाग्यो। हजुर ए यहाँबाट चाहिँ यहीँबाट हो र? होइन होला हो र? अघि हाइकिङ गरेको ठाउँ अरे यो चाहिँ। अनि यो चाहिँ स्प्रिङ हो। अघि हाइकिङ गरेको होइन हो, अघि त्यो झर्दै थियो नि मान्छेहरू जिप लाइनबाट। ए जिप लाइन भनेको हाइकिङ भनेको छ। यो जिप लाइन गरेको ठाउँ आएको। अनि यो चाहिँ स्प्रिङ यो उयो हो डाउनटाउन। ऊपर डाउनटाउन देखिरहेछ। अनि यो चाहिँ कस्तो आनन्द क्या, कस्तो दामी मजाको घाम लाग्यो है। मजाको घाम लाग्यो। अब 1-2वटा क्लिक खिचौँ अनि जाउँ। अब यो झर्ना भएको ठाउँमा झरिसक्यौँ। म चाहिँ अब रात पर्दैछ।
यही बत्ती बाल्यो जस्तो छ। हावा सारा आइरहेछ। यही बत्ता लिएर कसरी आएको होला? थ्याङ्क यू। अबे म मर्नै पर्यो अब यो ओह्रालोमा। अब मेरो 12 बज्नेवाला छ है। जय बजरङ्गी बली की। अबे ओ माई गॉड। यत्रो मान्छेहरूलाई भन्नु गरेर अनि डर लागेपछि के गर्नुपर्ने? मेरो खुट्टा त काम हो। म चाहिँ फाइनली यो स्टेपसम्म आइपुग्न सफल भएँ। तर यहाँसम्म झरेको चाहिँ त्यति साह्रो डर लागेन। अस्ति अघि चढ्दा जस्तो डर चाहिँ लागेन। ल कस्तो लागिरहेछ त? डर लाग्यो? माथिबाट झरेर हामी चाहिँ फोटो खिच्यौँ। अनि त्यहाँनिर फोटो खिच्न मागेर फोटो खिच्दै हुनुहुन्छ। अब चाहिँ हामी जानुपर्ने हुन्छ। एकदमै रमाइलो चाहिँ रमाइलो भयो। यो माथि जाँदाखेरि चाहिँ एकदमै मलाई डर लागेको थियो। लास्टै डर लागेको थियो। झर्दाखेरि चाहिँ जाँदा जतिको डर चाहिँ लागेन। मुड फ्रेस भयो। मजाको हावा आइरहेछ। मजाको हावा आइरहेछ। अनि हल्का हल्का रात पनि लागिरहेछ। तर अहिले जाडो चाहिँ छ होइन? हामी यो माथि हिँडेर आएर थाहा नपाएको। नजाउँला यहाँ माथि त? मलाई त डर लाग्छ। तर ए होइन, यो इगल नेस्टमा जाऊँ न। हो एलिभेटरबाट जाने कि उबाट जाने? कताबाट जाने? यताबाट हेर्नु। एलिभेटर भने यहाँ के छ? एलिभेटर स्टेप काउन्ट हुन्छ नि त। ल झर्नाको भ्यू देखिन्छ क्या। ए यहाँनिर रहेछ नि त नि। ल क्याब किन्नु पर्छ नि। क्याब किन्नु। ए भाइ अब हामी यहाँबाट माथि झर्नाको भ्यू हेर्नको लागि जानु लाग्यो। हिँड्नु। ए फुच्ची बिचरा एक्लै आउँदैछ। हो हिँड्नु हिँड्नु। कि भरे झर्दाखेरि चाहिँ गर्ने त? जाऊँ अहिले जाऊँ झर्दाखेरि उताबाट। हो यो देखिरहेको चाहिँ रेस्टुरेन्ट हो। अनि ऊ त्यो झर्ना भयो त्यहाँनिर छ। यहाँनिर चाहिँ यस्तो यस्तो छ। यहाँनिर चाहिँ ए यहाँनिर पाउँछ कुल्फी। यहाँ कुल्फी खाऊँ न। यहाँ पाउने रहेछ कुल्फी चाहिँ भरे झर्दाखेरि। फेरि हामी उकालो हिँड्ने नै। हामी चाहिँ यहाँ माथि आइसक्यौँ। यहाँबाट भनेको चाहिँ यो पारिको दृश्य हेर्ने हो। यो झर्नाहरू यहाँबाट चाहिँ यहाँको भ्यूहरू हेर्ने ठाउँ रहेछ। अनि यहाँ चाहिँ लिफ्टबाट जाने। अघि चाहिँ हामी हिँड्दै आयौँ। यसो पानी लिफ्टमा चढ्यौँ। यहाँभित्र
भित्रबाट चाहिँ एलिगेटरमा जाने बाटो रहेछ। कस्तो मजा आएको, माथि गर्मी भइरहेको थियो। त्यस्तो सङ्ग्रहालयहरू माछा मारिरहेको छ पहिलाबाटै रहेछ नि। म त आर्टिफिसियल पुग्यो भनेको। यस्तो यस्तो चिजहरू रहेछ। हामी चाहिँ चिलमा खाँदै झर्दैछौँ। अझै मान्छेहरू चाहिँ आउँदैछ, आउनु अझै रात किन आएको होला। हामी त घर हिँडेको अब। तपाईँहरू चाहिँ कोलोराडो स्प्रिङ आउनुहुन्छ भने चाहिँ यो 7 फल्स चाहिँ अवश्य पनि आउनु होला घुम्नको लागि। अनि त्यो झरनासम्म मात्रै नजानु, त्यहाँबाट उभै माथि हाइकिङ गर्ने ठाउँहरू टन्ने छ, त्यहाँ माथि जानु। अनि यस्तो दामी हुन्छ, त्यो सबै इन्जोय गर्नु होला। अनि यदि तपाईँहरू कोलोराडोभन्दा बाहिर हुनुहुन्छ र कोलोराडो घुम्नको लागि आउँदै हुनुहुन्छ भने चाहिँ यो चाहिँ नछुटाउनु होला, किनभने यो चाहिँ एकदमै अब नेपाल टाइपको भाइब आउने छ। अब कसैलाई त्यो सहर बजार मनपर्छ भने त यो मन नपर्न सक्छ, तर यो नेचर मनपर्नेहरूलाई चाहिँ यो एकदमै मनपर्छ। मलाई चाहिँ एकदमै नेचर होला मनपर्छ। त्यो भएर म चाहिँ फुल इन्जोय गरेँ। अलिक टाइम लिएर आउनु होला। अनि यो लगाउने के अरे कपडाहरू चाहिँ अलिकति कम्फर्टेबल लगाउनु होला, किनभने माथि जानुभयो भने चाहिँ हिँड्नलाई अलिकति गाह्रो हुन्छ। मैले चाहिँ जिन्स लगाएर आएको थिएँ, अलिकति अप्ठ्यारो भएको थियो। नेक्स्ट टाइम चाहिँ अलिक सजिलोवाला लगाउने। अनि तपाईँहरूलाई यहाँबाट माथिसम्म घुम्नको लागि अनि हिँडेर जानु अलिकति गाह्रो हुन्छ भने यस्तो सफारीहरू यो के भन्छ यसलाई, अनि अर्को गाडी पनि पाउँछ, एकदमै सुविधा छ। त्यही हो। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई गर्नु। बाई बाई।